पैसा थन्काउनेलाई थुन्न नपर्ने त्यसले के कति खायो थियो थुन्ने त। ओहो ल हेर्नुस् त लगभग 100 को हाराहारीमा पुग्न लाग्नु भएको एउटा बुढी आमाले रविको बारेमा केही कुरा गर्नुभएको छ। एकैछिन सुन्नु होला है। यो नेपालमा भ्रष्टाचारीहरूले अब त्यो रविलाई के भएर थुनेको थुने त देउबाले पैसा थन्काउँदा के बिरा मरे त रवि लिएर थुनेको हो। त्यहाँ वर्षा दिन भइसके खोल्नु नछोडिदिने अझ रविलाई के बिरा मरेको र थुनेको हो। त्यहाँ अहिले त्यता पैसा करोड कति करोड 70 80 100 करोड पैसा थन्काउनेलाई थुन्न नपर्ने त्यसले के कति खायो थियो थुने त। त्यसलाई खुरुको छोडिदिए देश चलाउँछ रविले, तिमीहरूले चलाउँदैन। रविले चलाउँछ, रविलाई थुपुको छोडिदिए रविले चलाउँछ। रवि नेता हुन्छ, अब प्रधानमन्त्री हुन्छ रवि। रविलाई प्रधानमन्त्री बनाएको त देश चलाउँछ। कस्तो राम्रो नथुनाउ त्यहाँ होला र कारागारमा के थुनेको नजर बन्ने ल कसले हो त थुनेको तारी भइसक्यो। अब रविलाई थुनेर के धोका पुर्याएको छौ त नि। रविलाई छोडिदिए कुरुकै अब त्यो रविलाई अब थुनेर नराख। वर्ष दिन 1.5 वर्ष भइसक्न लाग्यो के भने ल नजर बनिया थुनेको छ अझ थुनेका कहिले छोड्ने हो रविलाई खुरुक्क छोड। ल हेर्नुस् त यति बुढी आमाले पनि रविलाई अन्याय भएको छ भनेर आवाज उठाउनु भएको छ। ल हेर्नुस् त यति बुढी आमाको मनमा चाहिँ भगवान बसेको हुन्छ के। न्यायको लागि आवाज उठाउने यो बुढी आमाको लागि एक लाइक गरिदिएर यो सेयर गरिदिएर यो सुशीला कार्कीसँग पुर्याइदिनुहोस् त। उहाँ पनि अलि बुढी हुनुहुन्छ, उहाँको दिमागमा पनि अलिकति घुस्छ कि।